पेट चाहिँ फुट्नलाई है। अब मिलन दाइले भाँडा माझ्नुहुन्छ। डीजे वाला बाबू मैंने करना बच्चा दो कसले खान्छ यार यस्तो यो हाल्नु के हजुरले यो पनि यहाँ भरि रातै गराएर हाल्नु छ चिया खाएको के हाम्रो एसीका बहिनीले 2 थाल भात खाएको सपनामा किन 2 थाल भात नखाने थोरै म भात खानै सक्दैन त अनि भात त खानु पर्यो नि खाना त खान्छु ठ्याक्कै यति प्लेटमा यति भात ठिक्क हुन्छ मलाई हजुरले यो प्लेटमा यति भात खाम्ला यति मासु म त सक्दैन मासु खान यति साग यति फाइबर प्रोटिन म सब खान्छु त यो खाना धेरै हुन्छ नि त अनि यति भात नि खान सकिन्न र म त सक्दैन यो कटोरामा यति भात राखेर ड्याप्प भने के आमा ठ्याक्कै मैले 1 पन्ने भात खान्छु कि घरमा कति हुन्छ यत्रो पन्नेको गफ पनि कति त्यो गाउँले चुलोमा खाना खान जान्छ नि त्यत्रो भात हाल्छ नि तँ पनि तुर्दैन के मैले हेर मै त ल कतिको अब कमेन्टमा आएपछि त अब गर्नै पर्यो कसले कमेन्ट गर्छ लाइक त आउन न त्यो ढुक्क 1K मात्रै आउनु ल स्टार्टिङमा 1K लाइक त आउन न के कति हाम्रो 500 हाम्रो युट्युबमा पनि अडियन्स हुनुहुन्छ हैन हुनुहुन्छ नयाँ नयाँ हुनुहुन्छ नयाँ हुनुहुन्छ अझै आउँदै हुनुहुन्छ अब आउनुहुन्छ भोलि आउनुहुन्छ भोलि आउनुहुन्छ पर्सिसम्म बुटोल आइपुग्नुहुन्छ अनि के हाल्नु भनौँ अनि हामीले बुटोल आउनुहुन्छ अनि खाना लिएर बस्छौँ सब्सक्राइब गरेको जतिलाई खाडा रे खादा जे भयो नि यस्तो के लगाउने कुरा भन्नु न डेमो अनि के त हाम्रो सब्सक्राइबरलाई चाहिँ खादाको व्यवस्था पनि छ है खानाको पनि हो के लास्टमा त खाना चाहिँ मेरो बिहामा